हेलो नमस्ते सबैजनालाई। आज हामी स्ट्रोकको ट्रेड बाई अथवा सेल कसरी भएको छ भनेर हामी चर्चा गर्दैछौँ। आज हामीले एचआरएलको बारेमा कुरा गर्दैछौँ। एचआरएल समग्र रूपमा आज 45 नम्बर ब्रोकरदेखि एकदम म्याक्सिमम बाई भएको छ भने 58 नम्बर ब्रोकरदेखि चाहिँ म्याक्सिमम सेल भएको छ। तर बाई र सेलको कम्पेरिजन गर्नुपर्दा सेलभन्दा बाई नै धेरैले देखिन्छ। बाईमा 45 नम्बरको ब्रोकरबाट 12%ले को बाई देखिन्छ भने सेलमा 58 नम्बर ब्रोकरदेखि 39,000 को सेल देखिन्छ। यसै गरी एनआरआइसीको हेरौँ। एनआरआइसीको 6 नम्बर ब्रोकरदेखि एकदमै धेरै लङ टर्मदेखि एकुमुलेसन भइरहेको छ र त्यो आज पनि निरन्तरता जारी नै छ। एनआरआइसीमा मेन प्लेयरको होल्डिङ छँदैछ, तर अरू ब्रोकरदेखि चाहिँ हल्का प्रफिट बुक गरेको देखिन्छ। जस्तो 32 नम्बर ब्रोकरदेखि 26,000 अनि 58 नम्बर ब्रोकरदेखि 16,000 किताको आज सेल भएको छ। यो र यसलाई हामीले डाटा 1 मन्थको टाइम फ्रेममा हेर्नुपर्दा 6 नम्बर ब्रोकरदेखि